मा आशीर्वाद दिनु है खुट्टा ढोको माते त पछाडि दिएछ है कान्छी माते यो तपाईलाई तामुल ल माते यो तपाईलाई पैसा ल कानफुली ल नेल पोलिस ल मेहेन्दी ल अनि यहाँ हालिदिन्छु ल अनि एउटा गोटो कसले ठुङ्गालाई नबुझ्ने है हजुर पर्खिनु म पर्खिनु माते एकछिन ल ए माते यी फल लिनुहोस् ल खै आशीर्वाद दिनुहोस् ल मा जय माते मैले यतिकै भुल गरेँ भने क्षमा गरिदिनु ल मा फेरि आउनु ल मा बाहिर बस्छ नि अनि हामीलाई पनि आशीर्वाद देखि मलाई पनि आशीर्वाद देऊ এই আমার ডাঙৰ এইটো মা দেখিছে मलाई पनि आशीर्वाद देऊ भने दिदेला आशीर्वाद दिदेला मैले अघि टीका लगाइदिएको होइन त आशीर्वाद दिदे आशीर्वाद देऊ उता पनि देऊ उता पनि देऊ आन्टीहरूलाई पनि देऊ सबलाई दिनु आशीर्वाद खै ठुङ्गाले त बेटा के चाहियो बुनु यहाँ हालिदिन्छु ल मा के चाहियो तिमीलाई रख अहिले एकछिन रख के चाहियो मम्मी माते यहाँ दक्षिणा यहाँ घर गयो कि पर्खिनु पर दिदी 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 दादा ए माते बोलाउनु हुँदैछ बसिराख माते एकछिन पर्खिनु ल होती बस होती बसेर लगाई जाऊ लगे जाऊ भोलि ल्याइदिनु ल ए माता के भुल भयो भने क्षमा गर्नु ल मा मैले यदि के भुल गरेछु भने क्षमा गरिदिनु ल फोटो कसले त बबी या दस हल खै हल लगाई जानु अरे चन्दा अरे खबी लगाई जानु ल बाबु आशीर्वाद देऊ है मेरो भुल भयो भने क्षमा गर्नु खै एउटा के एउटा गोटो कल निकाल्नु गोटो कल यही छ मैले यहाँ हालेको कोल खाइदिएछ नि त नभए यो कोल चाहिँ जाँदाखेरि दिनलाई राख्नु जाने पठाइदिउँ नि माते ओ माते ऊ बोलाउँदैछ माते माते अरे एकछिन बोल्नु सबैलाई फोटो मार्छु एकछिन ल सबैजनालाई एक कपी फोटो मार्छु त्यो बाहिर